सो आज चाहिँ मेरो छुट्टी हो। आज चाहिँ म सपिङ गर्न जाँदैछु गाउँतिर। यो चाहिँ ओरोङ हो स्की स्टेसन। हिजो चाहिँ अलि हिउँ परेको थियो हिजो राति। अल्पाज पनि खुलेछ, क्रेजीहरू सबै खोलेछ। खोल्नु चाहिँ लुज 2022 मा चाहिँ सबसे भन्दा म स्की ट्रेनिङ चाहिँ यहीँबाट गरेको थियो। यहीँबाट मेरो एकजना मोनिटर थियो, एकजना चिनेको साथी। सो यसमा चाहिँ माथि तलबाट चाहिँ यहाँ चाहिँ उस हुन्छ, यो हिँडेर चाहिँ यो चेन जस्तो। यो चाहिँ यो एरियामा चाहिँ स्की गर्ने ठाउँहरू हो। मैले प्रायः जस्तो सबै ठाउँमा गरिसकेको छ। यो अहिले 13 डिग्री छ टेम्परेचर। यो चाहिँ ओरोङ हो। ओरोङको भिलेज गाउँ जस्तै छ। यसमा चाहिँ धेरै अपार्टमेन्टहरू छ। अब म चाहिँ यहाँ सपिङ गर्न जाँदैछु। पहिला चाहिँ यहाँ माथिबाट स्की स्टेसनबाट चाहिँ तल गाउँसम्म झर्नलाई चाहिँ केबल कार थियो। अहिले चाहिँ बनाउँदै रहेछ। सिजनको सुरुवात भएर रहेछ, त्यति धेरै छैन। अब आज 15, 16, 17 अब 18, 19 गतेदेखि सुरु हुन्छ यहाँको सिजन चाहिँ। यो एरियामा चाहिँ एकदम ब्याक हुन्छ त्यही बेला त। सो यस्तो छ क्लाइम्बिङ गर्ने ठाउँ। हिउँ परेर एकदम सुन्दर दृश्यहरू छ है। पछाडि ओरोङ, यता चाहिँ अपार्टमेन्टहरू हो यिनीहरू सबै। फ्रान्सतिर चाहिँ यस्तो हुन्छ, स्कुल पढ्ने बच्चाहरू, सानो बच्चा जङ्गलमा यसो ल्याएर यसरी छोडिन्छ होइन। त्यहाँ टिचर हुन्छ। त माथि चाहिँ साँच्चै त्यति नै हो। पेङहरू सबै अफिसियल भएको। र यहाँबाट तल चाहिँ यता चाहिँ तल चाहिँ निस जाने बाटो हो। र यहाँबाट यता यो एउटा यो हिमालभन्दा यतापट्टि पनि एउटा ठाउँ छ, जस्तै रुर भन्ने। अनि माथि रुरको माथि मैले सबसे फर्स्ट टाइम त्यो डाँडा गोदावरी एउटा रफ्युज थियो। त्यो रफ्युजमा चाहिँ त्यही काम गर्न आएको थिएँ म 2019 मा। सो it's beautiful.
यो चाहिँ इजोला 2000 हो इजोला चाहिँ यो इजोला 3000 होला